के सरकारी कर्मचारीहरूको तलब बढाउँदा भ्रष्टाचारको समाधान हुन्छ? केही दिन अगाडि मैले नोबेल ब्याङ्कका सिइओ मनोज गेवालीको एउटा भिडियो हेरेको थिएँ। त्यो भिडियोमा उनले भनेका थिए उनका ड्राइभरले पनि नेपाल सरकारको सचिवले भन्दा धेरै पैसा कमाउँछ। अनि खाना लाउन नै नपुगेपछि मान्छेले भ्रष्टाचार गर्दैनन् त, भ्रष्टाचार गर्न बाध्य बन्दैनन् त भनेर उनले भनेका थिए। तर के यो सत्य हो त? मान्छेलाई खाना लाउन नपुगेरै भ्रष्टाचार भएको हो त नेपालमा? यो कुरा आंशिक रूपमा मात्रै सत्य हो। भ्रष्टाचारको मुख्य कारण तलब मात्र होइन हो। यो कुरा केही कर्मचारीहरूको हकमा सही पनि होला, तर नेपालमा अधिकांश भ्रष्टाचारीहरू खाना लाउन नपुगेर भ्रष्टाचार गर्दैनन्। उनीहरू भ्रष्टाचार गर्छन् किनकि उनीहरू आफूलाई मात्र होइन, आफू पछिका 7 पुस्तालाई पुग्ने सम्पत्ति कुम्ल्याउन चाहन्छन्। भ्रष्टाचार धेरै जसो त्यति बेला हुन्छ जब व्यक्तिले आफूले जे गरे पनि सिस्टमले कारबाही गर्न सक्दैन भन्ने ठान्छ। सिस्टम आफ्ना वरिपरिका मान्छेले चलाएको भएकाले यसलाई जसरी दुरुपयोग गरे पनि कसैको बाउले केही गर्दैन भन्ने सोच्छ। अब तलब बढाएर भ्रष्टाचारको समाधान हुँदैन भने कसरी भ्रष्टाचारलाई न्यूनीकरण गर्ने त? नम्बर 1, सरकारी कार्यालयहरूको अपरेसनल इफिसियन्सी बढाउने, इम्प्लोइहरूलाई ट्रेनिङ दिने। धेरै जसो सरकारी कर्मचारीहरूसँग आउटडेटेड स्किल्स छ, उनीहरूलाई नयाँ स्किल्स दिनुपर्छ। इम्प्लोइहरूको लागि स्कुलहरू खोलेर इम्प्लोइहरूलाई अब आउने समयमा कसरी काम गर्नुपर्छ भन्ने विषयमा राम्रोसँग ट्रेनिङ दिनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा इन्टरनल कन्ट्रोल बलियो बनाउने। कुनै पनि सरकारी कार्यालयमा हुने काम सरकारी कर्मचारीलाई गर्न 6 दिन लाग्दैन। हप्तामा 6 दिन काम गर्छन्, 6 दिन त लाग्दैन। त्यसैले अपरेसनल इफिसियन्सी राम्रो बनायो भने 6 दिनमा गर्ने काम 5 दिनमा गर्ने, बरु 2 दिन बिदा दिने। यदि कर्मचारीहरूलाई हामीले तलब राम्रो खुवाउन सक्दैनौँ भने बिदा दिने, बरु 5 दिन मात्र काम गराउने। त्यसो भयो भने कम्तीमा उनीहरूले 1 दिन एक्स्ट्रा त आफ्नो परिवारसँग समय बिताउन पाइरहेका हुन्छन्। रासपाले आफ्नो घोषणापत्रमा नेपालको प्रति व्यक्ति आय $3000 सम्म पुर्याउने आँकडा गरेको छ। यदि यस्तो गर्न सकियो भने र नेपालको क्रमिक रूपमा इकोनोमिक ग्रोथ भइराख्यो भने इन्क्रिमेन्टल रूपमा चाहिँ कर्मचारीहरूको तलब पनि बढाउँदै लान मिल्छ। तर तत्कालका लागि चाहिँ बिदाको तरिका चाहिँ उपयुक्त हुन सक्छ जस्तो लाग्छ।